ला बेलै छुट्टियो क्या हो कस्तो बेलामा गयो यार तेल पनि यार। अब खाना मसँग छ, अर्को डेलिभरीलाई बोलाउनु पर्यो। कस्तो दिनमा बिग्रियो यार स्कुटी पनि। अब आज शनिबार भइहाल्यो, भोलि आइतबार ग्यारेज पनि बन्द हुन्छ। आज र भोलि त कामै बिग्रिनु भयो यार। अब अटो पनि बुक गर्नु पर्यो, अब स्कुटी त लानु पर्यो। हाम्रो दाजु चाहिँ खाना पिकअप गर्न आउँदै हुनुहुन्छ अरे एकछिन पुरान। ल हाम्रो दाजु नै आइपुग्नु भयो खाना लिनलाई। बेललै गयो नि दाजु। ल लैजानु, हजुरलाई फेरि ढिलो होला जानलाई। के भन्नु र? कति दिएको थियो तिमीलाई? त्यही हो मलाई नि। बोलायो हजुर दाजु बुक भइसक्यो, टो पनि बुक भइसक्यो। अब कति बेला आउँछ पनि। यत्रो बेर चाहिँ के गरेर बस्ने एक्लै। टोलाई कुर्दा पनि दिनै जाने भयो। फाइनली गाइज टो पनि आइसक्यो र स्कुटी पनि हामी दुईजना मिलेर लोड गरिसक्यौँ र टोसँगै म पनि घरतिर लागेँ।